हेलो साथीहरु, नमस्कार। वेलकम ब्याक टु माई हिराखाती युट्युब च्यानल। हजुरहरु सम्पूर्णलाई नमस्कार गर्न चाहन्छु। अनि आज चाहिँ हिरा हाउसमा के पाक्दैछ साथीहरु, मेरो भिडियो पुरा हेरिदिनु होला। अनि मेरो खानाको रेसिपी हजुरहरुलाई पनि मन पर्यो भनेदेखि लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद। हेलो साथीहरु, हेर्नुस् है, आज चाहिँ हिरा हाउसमा एकदमै फरक तरिकाको खानेकुराहरू पाक्दैछ। एकदमै टेस्टी, स्पाइसी अनि मिठो तरिकाले बङ्गुरको भुटन पाक्दैछ साथीहरु है। अनि हजुरहरुलाई मन पर्छ कि पर्दैन? मलाई चाहिँ एकदमै मन पर्छ। यो बङ्गुरको भुटनको रेसिपी चाहिँ मैले बनाउँदै छु। मेरो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला है साथीहरु। अनि हजुरहरुलाई पनि मन पर्छ भनेदेखि आउन सक्नुहुन्छ है हिरा हाउसमा। अनि मैले चाहिँ कराई बसाएँ साथीहरु। अनि कराईमा मैले हालेँ तेल। अनि तेलमा मैले हालेँ अघि काटेर राखेको भुटन है। अनि भुटन चाहिँ मजाले भुटी चलाएँ। हेर्नुस् त, यति सफा बनाएर राखेको छु भुटनलाई मैले है। एकदमै यो चाहिँ अर्गानिक छ के मेरो भुटन चाहिँ एकदम राम्रो छ, सफा छ, क्लियर छ। अनि यसलाई चाहिँ मैले बनाउँदै छु साथीहरु। हेर्नुस् त, यस्तो राम्रो, यस्तो सफा भुटन यति मजाले पकाउँदैछु है। अनि मैले चाहिँ टक्क भुटन चाहिँ भुटेपछि अब हेर्नुस् न, भुटन यति रातो भइसकेको छ कि हैन, उसको कलरै फरक तरिकाले कलर आइसकेको छ कि। हेर्नुस् त, यस्तो मजाले चलाइ भुटेको छु। अनि डढ्या पनि छैन कि, कस्तो मजाले भुटी चलाइराखेको छु। अनि देख्दाखेरि कस्तो खाउँ लाग्ने भइसकेको छ कि बङ्गुरको भुटन चाहिँ। अनि मैले यो भुटनमा हाल्नको लागि चाहिँ टमाटर, प्याज अनि यो चाहिँ अदुवा लसुनको पेस्ट हैन। अनि त्यहाँ मरमसला सब मिसाएर राखेको छु। अनि धनिया राखेको छु भनेदेखि ल्वाङ सुकुमेल सबै मिसाएर एकदम टेस्टी तरिकाले मसला तयार गरेको छु साथीहरु। हेर्नुस् न, यो हालेपछि चाहिँ बङ्गुरको भुटन यति टेस्टी हुन्छ साथीहरु है। अनि मैले चाहिँ टक्क राखिदिएँ बेसार। अनि बेसारपछि चाहिँ यो उसको धुलो राखिदिएँ, मिट मसलाको धुलो राखिदिएँ है। अनि यसलाई पनि मैले मजाले चलाएँ, मजाले फर्काई चलाउने क्या यसलाई हैन। अनि अब हेर्नु न, तेलहरू निस्किराखेको छ है। अनि पुरा फिजहरू पनि आइराखेको छ। अनि मैले टक्क त्यसमा राखिदिएँ अघि काटेर राखेको प्याज। अनि प्याज हालेर पनि यसलाई मैले मजाले फ्राई गरेँ क्या, मजाले चलाएँ हैन। अब प्याजलाई पनि ब्राउन कलरको त बनाउनै पर्यो है। अनि प्याज हालिसकेपछि मैले हालेँ यसमा टक्क लगाएर टमाटर। अनि टमाटर पनि टक्क बिचमा राखिदिने। अनि टमाटर सँगै चाहिँ अघि मैले पिसेर राखेको टक्क अदुवा लसुन अनि के अरे ल्वाङ सुकुमेलको पेस्ट राखिदिएँ साथीहरु है। अनि त्यो पेस्टलाई पनि टक्क माथिबाट अब छोपिदिने कि, एकछिन नचलाउने हैन। अनि ग्यासलाई चाहिँ मिडियम साइजमा बनाएर टक्क वरिपरिबाट छोपिदिने है। अनि छोपेपछि चाहिँ मजाले त्यो टमाटरहरू सबै मसलाहरू चाहिँ पाक्छ क्या साथीहरु। अनि अघि काटेर राखेको अक्कबरे खुर्सानी पनि मैले राखिदिएँ है। अनि टक्क अक्कबरे खुर्सानी हालेपछि त झनै भुटनको टेस्ट त भन्नै नपर्ने हुन्छ क्या। यति मिठो हुन्छ साथीहरु है। अनि मजाले वरिपरिबाट छोपिदिएँ। अब ग्यासलाई सानो लेभलमा राखेर टक्क माथिबाट छोपिदिने। अनि साथीहरु मैले माथिबाट लगाइदिएको छु नुन है। अनि मसला चाहिँ त्यो मुनि नै छ क्या, मैले चलाकै छैन क्या मसला चाहिँ है। अनि नुन माथिबाट हालेर अब चलाउने छु है। अब मजाले चलाउने। हेर्नुस् त, अनि कस्तो मजाले हेर्नु न, कराई पनि डढ्या छैन है। अनि यस्तो मजाले पकाउनु पर्छ क्या भुटन चाहिँ। अनि हजुरहरुलाई कुनै पनि खानाको रेसिपी चाहिँ बनाउनु छ भने हजुरहरुले हिरा हाउसको पेजमा गएर मजाले सिक्न सक्नुहुन्छ। हेर्नुस् त, फाइनल्ली रूपमा यस्तो मिठो, यस्तो खाउँ लाग्ने, यस्तो टेस्टी तरिकाले भुटन तयार भइसकेको छ है साथीहरु है। मेरो त मुखै रसाइसक्यो हैन। अनि कतिखेर खानु जस्तो पनि भइसकेको छ क्या। अनि हजुरहरु पनि आउन सक्नुहुन्छ क्या। हजुरहरुलाई पनि यसरी नै ताजा फ्रेस
अनि मिठो भुटन बनाएर अवश्य पनि खुवाउने नै छु क्या। हेर्नुहोस् त कस्तो मजाले पाक्यो अनि स्मेल पनि यति मिठो आएको छ साथीहरू। अनि मैले भुटनसँग खानको लागि चाहिँ साग पनि तयार गरेको छु। यो चाहिँ अर्ग्यानिक आफ्नै बारीमा फलेको ताजा अनि फ्रेस फर्सीको मुन्टा चाहिँ मैले तयार गरेको छु साथीहरू। त्यसमा 1-2वटा चिप्ले भिन्डी पनि मेरै घरमा फलेको छ, त्यो पनि मैले मिक्स गरेको छु। हेर्नुहोस् त कति राम्रो हेर्दाखेरि खाउँ लाग्ने गरेर फर्सीको मुन्टा तयार भइसकेको छ भने हेर्नुहोस् न, फेरि एकदमै लोकल ताजा अनि अर्ग्यानिक अक्कबरे खुर्सानी पनि तयार छ भनेदेखि मैले अचारको लागि भुटनसँग खानको लागि अचारको लागि आफ्नै बारीमा फलेको लोकल टमाटर पनि टिपेर ल्याएको छु। अब म चाहिँ अचार पिस्न तयार गरिरहेको छु भनेदेखि मैले नुन राखेँ, अक्कबरी खुर्सानी राखेँ है। अनि अब यसलाई मजाले पिसिदिने। अनि हेर्नुहोस् त अचार पनि तयार भइसकेको छ क्या मजाले। अनि मलाई चाहिँ अचारमा चाहिँ प्याज काटेर हालेन भने चाहिँ अचारको टेस्ट नै आउँदैन क्या। अनि मैले चाहिँ सरर प्याजलाई काटेर अचारमा मजाले मोलिदिएँ साथीहरू। हेर्नुहोस् त अचार पनि यस्तो मजाले तयार भइसकेको छ कि हेर्दैखेरि खाउँ लाग्ने गरेर मुखै रसाउने अचार पनि लोकल टमाटरको तयार भइसकेको छ भनेदेखि अब चाहिँ हेर्नुहोस् त फाइनल्ली रूपमा भुटन तयार भइसकेको छ। हेर्नुहोस् त सरर मैले प्लेटमा लगेर मेरो ग्राहकहरूलाई दिँदाखेरि त ओहो दिदी कति टेस्टी कति मिठो, हजुरको त हातै मिठो क्या, हजुरले यस्तो स्पेसल बनाउनुहुन्छ भनेर त हामीले त कल्पना पनि गर्न सकेको थिएन। लाइफमा पहिलोचोटि यति मिठो र टेस्टी भुटन खाइयो भन्नुभयो। भाइहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि मैले पनि चाखेँ, एकदमै धेरै मिठो र टेस्टी भएको थियो। मैले साथमा अक्कबरे खुर्सानी र कागती पनि राखिदिएँ साथीहरू। हजुरहरूलाई पनि यसरी नै ताजा टेस्टी मिठो अनि अर्ग्यानिक तरिकाको खानेकुराहरू खान मन छ भनेदेखि चाहिँ अवश्य पनि हजुरले चाहिँ हिरा हाउसलाई सम्झन सक्नुहुन्छ। यहाँ चाहिँ हजुरले भनेअनुसार अर्डरका खानेकुराहरू एकदमै मिठो तरिकाले बनाउने छु।